उता घरमा कति काम बितिसक्यो होला। मेरो कारणले गर्दा त यतै अल्मलिस। हुन त आफूलाई आफ्नो माइती सधैँभरि आफूसँग नै बसे जस्तो लाग्छ नि। तर के गर्नु, तेरो व्यवहार पनि त बिगार्नु भएन नि। तिमीलाई 2 दिन सहयोग गर्दाखेरि मेरो व्यवहार कसरी बिग्रिन्छ दिदी? छोरा भएर जन्मेको भए अंश खाएर बस्न पाउँथ्यो। छोरी भएर जन्म्यो, जिन्दगीभरि आफ्नै घरमा राखौँ भने पनि राख्न मिलेन। अब तिमीलाई पर्दाखेरि, तिमीले दुःख पाउँदाखेरि यति साथ पनि दिन सकिन भने हामी दुवैजना एउटै कोखबाट जन्मेको के अर्थ भएर दिदी? तैँले मात्र आफ्नो चेलीबेटीलाई अर्काको घरमा पठाएको भन्दा संसारको रीत नै यस्तै छ। एउटा कुरा चाहिँ असाध्यै दुःख लाग्छ दिदी। बिहे गरे जसको लागि सारा जिन्दगी सुतेर गयो नि, त्यो मान्छे अर्कैको छोरा हो। भोलि रिस उठ्यो भने त हिजो आकी त हो नि, तेरो माइती जा भन्छन्। माइती गयो आफ्नै घर जा, राम्रोसँग घर गरी खा भनेर गाली गर्छन्। यो छोरी मान्छेको त आफ्नो घरै हुँदैन कि क्या हो दिदी? यो सब कुरा सम्झ्यो भने मुटु नै कटक्क खान्छ भाइ। संसार जसरी चलेको छ आफू पनि त्यसरी नै चल्नुपर्छ। तर म आफूले आफूलाई एकदम भाग्यमानी ठान्छु, किनकि मैले यति धेरै बुझ्ने भाइ पाएकी छु। माइती त सबैका हुन्छन् दिदी, तर म सबैको माइती भन्दा फरक माइती बन्न चाहन्छु। तिमीलाई परेको बेलामा च्यान दिएर सहयोग गर्न पाऊँ। बालखामा तिमीले आफ्नो पिठीमा बोकी बोकी हुर्काएको म ऋण तिर्न चाहन्छु दिदी। होइन, तिमी फेरि रुन थाल्यौ। चेलीबेटीको जातलाई चाहिँ अलिकति वास्ता गरेन भने माइतीले वास्ता गरेनन् भनेर रुन्छन्। अलिक धेरै माया गरे यत्तिकै रुन्छन्। होइन, गर्न पर्ने चाहिँ के रहेछ कुन्नी? यो खुसीको आँसु हो भाइ। मलाई तैँले बालाखापनको याद दिलाइदिस्। मैले एउटा कुरा बिर्सेको छैन दिदी। सायद मलाई लाग्छ त्यतिखेर हाम्रो आमा भर्खरै बितेको थिइन् होला। तिमीले मलाई पिठीमा बोकेर हिँडेको थियो साइला काका घरमा, टाढा भर